यतिखेर म इलामको माइखोला स्थित पञ्चकन्या पाथिभरा माताको दर्शन गर्न जाने ठाउँमा छु। तपाईँले मेरो पृष्ठभूमिमा चाहिँ एउटा बोर्ड देखिरहनु भएको छ, पञ्चकन्या पाथिभरा माताको दर्शन गर्न जाने बाटो भनिएको छ। अब यहाँबाट हामी ठ्याक्कै पाथिभरा माता भएको स्थानमा पुग्छौँ र पछिल्लो समय यहाँ के स्तर उन्नति भएको छ भनेर धेरैले मलाई सोध्नु भएको थियो। आज सबै कुराहरू तपाईँहरूलाई म देखाउँदैछु। इलामको माइखोलामा रहेको यस पाथिभरा माताको जुन उत्पत्ति स्थल छ, यहाँ पछिल्लो समय के स्तर उन्नति भएको छ यस विषयमा यहाँका एक अग्रजसँग कुराकानी गर्दैछु। सर नमस्कार। नमस्कार। हजुरको शुभ नाम बताइदिनु। जगतबहादुर नेम्बाङ। यो जुन पञ्चकन्या पाथिभरा माता उत्पत्ति भएसँगै यसको धेरै चर्चा भइरहेको छ। धेरैले मलाई सोध्नु भएको छ, पछिल्लो पटक चाहिँ पञ्चकन्या पाथिभरा मातामा के स्तर उन्नति भएको छ बताइदिनु पर्यो भन्नुभएको छ। तपाईँ स्थानीय हुनुहुन्छ, यहाँ दिनै पछि आउनुहुन्छ, संरक्षणमा सहयोग पनि पुर्याइरहनु भएको छ होइन, बताइदिनु न पछिल्लो समय के स्तर उन्नति भयो यहाँ। पञ्चकन्या माता देवी उत्पन्न भएदेखिको अहिले समिति बने पछाडिको अहिले टोइलेटको संरचना बनिरहेछ र यहाँ यो जुन वालहरू जुन पनि यो मन्दिरलाई चाहिँ यो देवीलाई चाहिँ संरक्षणको लागि चाहिँ 5 फिट जमिनदेखि मुनि 5 फिट र जमिनदेखि उचाइ 5 फिट वाल तयारी ठेक्का लागिसकेको छ। 5,25,000 भन्ने कुरा छ। अहिले जुन ठेकदार जुन पिर्ख मगरले चाहिँ लिएको छ र यहाँ काम चलिरहेछ। तर यहाँ कहाँ रह्यो त भन्दाखेरि त्यो टोइलेट जुन बन्दै गरेको ठाउँमा चाहिँ म यहाँ एउटा सहयोगी दाताले चाहिँ म त्यो टोइलेटको लागि चाहिँ त म जुन इँटा दिन्छु भन्ने कुरा गर्नुभयो र दिनु भयो। 200 पिस दिनुभएको छ। तर यहाँ इन्जिनियरले चाहिँ र अध्यक्षले चाहिँ काम यसले स्ल्याब थाम्दैन भन्ने कुरा हुँदाखेरि चाहिँ अब इँटा कहाँ खोज्ने त, यो अब टोइलेटको लागि यो मन्दिरको लागि भन्ने कुरा यहाँ अलिकति त्यो भइरहेछ र अध्यक्षले पनि त्यही अलिकति चिन्तामा छ। यहाँ बजेट नभएको अवस्था पनि छ। ए ठिक छ सर, हामी गफ गर्दै अगाडि बढौँ न। र त्यसो हुँदाखेरि टोइलेट यहाँ बन्दैछ। त्यसो हुँदाखेरि जति पनि अब त्यो स्ल्याब 200 पिस आएको छ, त्यसले चाहिँ अब स्ल्याब थाम्दैन अब ठेक्दैन भन्ने कुरा हुँदाखेरि चाहिँ यो मिडिया त हेरिरहने जुन देश विदेश र नेपाल राज्यभरिका चाहिँ यो मिडिया हेरिरहनु हुने जुन मित्रहरूले सहयोगी दाताहरूले चाहिँ कतै त त्यस्तो मनदेखि चाहिँ यो मन्दिर पञ्चकन्या माता देवीसँग चाहिँ म केही आशीर्वाद म लिन्छु, पाउँछु, म पञ्चकन्या माता देवीको लागि चाहिँ म केही सहयोग गर्नु सक्छु भन्ने जुन सहयोगी मन हुने मित्रहरूले चाहिँ यो टोइलेटको लागि मन्दिरको लागि चाहिँ 1500-2000 पिस इँटा जुन काँचो इँटा होइन पाकेको इँटा चाहिँ उहाँहरूले सहयोग गर्नुहुन्छ कि भन्ने चाहिँ मैले आशा राखेको छु। पञ्चकन्या पाथिभरा माता परिसरमा भक्तजनको लागि अत्यन्तै सहयोग पुग्ने गरी के कस्ता संरचनाहरू बनिरहेका छन् त्यो हामी देखाइरहेका छौँ। हाम्रो पृष्ठभूमिमा तपाईँले शौचालय निर्माण भएको देखिरहनु भएको छ। तर यहाँ एकजना स्थानीयले के भन्नुभयो भने केही इँटा अपुग भएको कारणले यो काम रोकिएको छ, सहयोगी मनहरूले सहयोग गरिदिनु भए यो काम अघि बढ्थ्यो भन्नुभएको छ होइन सर, बताइदिनु न। हजुर, त्यो यो जुन कि इँटाको कमी कमजोरी कम्ती जुन यो मन्दिरको समितिको बजेट नभएको हुँदाखेरि छैन भन्ने कुरा नै आयो। मैले त्यो कुराहरू राख्दा र म आफैलाई म समितिमा छुइनँ र यहाँ देखिरहनु भएको छ यो 3 गरे यो सूर्योदय नगरपालिकाको 3 गरे प्रभु सापकोटाबाट चाहिँ 200 पिस उहाँले चाहिँ सहयोग गर्नुभएको थियो र यो इन्जिनियरबाट चाहिँ यो स्ल्याब थाम्दैन भन्ने कुरा हुँदाखेरि चाहिँ जुन यो पकाएको इँटा चाहिँ बाट मात्र हुन्छ भन्ने कुरा हुँदा चाहिँ यो मिडिया हेरिरहनु हुने सम्पूर्ण इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू देश विदेशमा रहनुहुने दाजुभाइ दिदीबहिनीहरूले चाहिँ सहयोगी मन यो जुन पञ्चकन्या माता देवीको लागि चाहिँ म के सेवा गर्छु भन्ने जुन मन भए यो 2000 पिस इँटा चाहिँ सहयोग गरिदिनु हुनेछ र भोलि पञ्चकन्या माता देवी छेद उत्पन्न भएको छ। हिजो जुन
धरानबाट चाहिँ भोलि नआउने नानी यहाँ ल्याएपछि यहाँ दर्शन गरेर लगेपछि भोलि आयो, आएपछि यहाँ फेरि दर्शन गरेर पनि लगेको छ र 2 जना त्यस्तै नानीहरू ल्याएको छ। त्यसो हुँदा चाहिँ छेछेद छ, तपाईँहरूको यो हाकेको ताकेको चिताएको पुरा पनि हुनेछ। र अर्को कुरा, यहाँ आज मात्रै बिर्तामोड झापाबाट एउटा धामी आयो, यो पञ्चकन्या माता देवीले नै मलाई भित्र प्रवेश गर्नु दिएन भनेर पनि उसले कुरा राखेको छ। ऊ जसलाई तँलाई पनि प्रवेश गर्नु नदिँदो रहेछ भन्ने कुराहरू पनि यहाँ म आफैले पनि बुझेँ। भनेपछि नि जस्तो धामी आए तर मन्दिर परिसरभित्र पस्न सकेन, ऊ पञ्चकन्या माता देवीले मलाई प्रवेश गर्ने दिएन भन्ने खालको मसँग कुरा राखेर मेरै मसँग बसेर चियाहरू खाएर जानुभएको छ। भनेपछि तपाईँहरूले बुझिहाल्नुभयो, अत्यन्त पवित्र मनका साथ यहाँ आएमा आफ्ना मनोकामना पुरा हुने विश्वास गरिन्छ भनेर चाहिँ उहाँले भनिसक्नु भएको छ भने विभिन्न धामी झाँक्री अथवा तान्त्रिक साधकहरू यहाँ आउँदाखेरि कतिपयले प्रवेश पाउने कतिपयले प्रवेश नपाउने भनेपछि पक्कै यहाँ केही शक्ति रहेको हामी विश्वास गर्न सक्दछौँ। र यस संरचना निर्माणमा जुन आवश्यक पर्ने कुराहरू छ, यदि यहाँहरू चाहनुहुन्छ भने यो भिडियो हेरिसके पछाडि मलाई इनबक्स पनि गर्नुहोला र तपाईँहरूले यदि सहयोग गर्न चाहनुभयो भने त्यसलाई हामी समिति मार्फत वैधानिक ढङ्गबाट तपाईँहरूको नाम एउटा सहयोगी दाताको रूपमा रहने गरी सहजीकरण पनि गर्नेछौँ। पञ्चकन्या पाथिभरा माताले यहाँहरू सबैको रक्षा गर्नुहोस्।